म्यानचेस्टर सिटीले ट्रान्सफर मार्केटमा आगो लगाइरहेको छ। साइनिङ माथि साइनिङ गरेर म्यानचेस्टर युनाइटेडको 3वटा प्लेयरले क्लब छाड्दैछन् एन्ड टोटनहममा नयाँ कोचको एन्ट्री हुँदैछ। अर्लिङ हल्यान्डको गोल्स फर नेसनल टिम इज क्रेजी एन्ड लास्टमा लमिन यामालको मार्केट भ्यालु सबैभन्दा धेरै भएको छ। हेलो एभ्रिवान, स्वागत छ तपाईले आजको फुटबल न्यूजमा। पहिलो न्यूज रहेको छ म्यानचेस्टर सिटीमा फेरि अर्को एउटा साइनिङ हुँदैछ। यो हो मार्कस बेटिनेली एज न्यू थर्ड गोलकिपर फ्रम चेल्सी। एन्ड दोस्रो न्यूजमा अघि बढ्नुपर्दा म्यानचेस्टर युनाइटेडको 3वटा प्लेयरले क्लब छाड्दैछन् एज फ्री एजेन्ट, द्याट इज एरिक्सन, लिन्डेलफ एन्ड एभन। एन्ड तेस्रो न्यूजमा अघि बढ्नुपर्दा आफ्टर स्याकिङ पोस्टेकोग्लु, टोटनहम आर एपोइन्टिङ थोमस फ्र्याङ्क एज न्यू कोच। अर्लिङ हल्यान्डले 43 गेम्समा 42 गोल्स हानेको छ। यो स्ट्याट्स लास्टै इन्सेन हुन जान्छ इफ यु कम्पेयर इट विथ मेसी, रोनाल्डो, नेमार एन्ड एम्बापे। एन्ड लास्ट न्यूजमा अघि बढ्नुपर्दा आफ्टर दिस वन्डरफुल सिजन विथ बार्सेलोना एन्ड स्पेन, लमिन यामालको मार्केट भ्यालु सिधै 200 मिलियन हुन पुगेको छ। एन्ड यो सबैभन्दा धेरै रहेको छ इन करेन्ट ट्रान्सफर मार्केट। एन्ड हजुरहरूले यस्तै कन्टेन्टहरू मनपर्छ भने फलो गर्न नबिर्सिनु होला।